मैले च्याट जिपिटी जेमिनाई र ग्रोकलाई चाहिँ वर्ल्ड कप 2026 को सेमिफाइनल र फाइनल प्रेडिक्ट गर भनेको छु हैन। अब यसले के भन्छ हेरौँ है त। मालूम है तेरे बाप को मत सिखा चल। अब च्याट जिपिटीले चाहिँ के भन्छ भन्दा फ्रान्सले स्पेनलाई 2-1 ले हराउँछ अरे, अनि सेमिफाइनल 2 मा चाहिँ अर्जेन्टिनाले इङ्ल्यान्डलाई 2-1 ले हराउँछ अरे, अनि फाइनल चाहिँ फ्रान्सले जित्छ अरे अर्जेन्टिनालाई एक्स्ट्रा टाइममा 3-2। हामीले के बुझ्नु पर्यो भन्दा डिक्टेटरसँग डरायो च्याट जिपिटी। अब जेमिनाईले पनि ठ्याक्कै च्याट जिपिटीको कपी पेस्ट हानेको छ हैन। यसमा पनि अब फ्रान्सले 2-1 ले स्पेनलाई जित्छ अरे एक्स्ट्रा टाइममा। सेमिफाइनल 2 चाहिँ के हुन्छ अरे भन्दा अर्जेन्टिना र इङ्ल्यान्ड हुन्छ अरे, अनि 1-1 को बराबरीमा टुङ्गिन्छ अरे, अनि 4-3 4-3 पेनाल्टीमा चाहिँ अर्जेन्टिनाले जित्छ अरे। फाइनल फेरि फ्रान्सले अर्जेन्टिनालाई 2-0 ले हराउँछ। यहाँ पनि डिक्टेटर नै हाबी देखिएको छ। अब ग्रोकले चाहिँ के भन्छ भन्दा फ्रान्सले स्पेनलाई 2-1 ले जित्छ अरे, अनि यहाँ चाहिँ आयो ट्विस्ट, यहाँ इङ्ल्यान्डले अर्जेन्टिनालाई जित्छ अरे पेनाल्टिजमा गएर 2-1 मा अथवा सिमिलर भनेको छ। तर मुद्दा कुरा के भन्दा इङ्ल्यान्ड र हामीले फ्रान्स यहाँ विनर पाएको छौँ। अब फाइनल कसले जित्छ भन्दा ग्रोकले पनि फेरि त्यही कुरा गरेको छ, फ्रान्सले इङ्ल्यान्डलाई 2-1 ले हराउँछ अरे। अब डिक्टेटरको दबदबा त हाबी छ, किनभने अब इलोन मस्कलाई ग्रोक त बन्द गरेर मन छैन होला। 200 रुपए दे और 50 रुपए काट ओवर एक्टिंग की वजह से।